किन न यार त्यहाँ कपडा धुन है ल किन न त्यहाँ पैसा फुकिन जाँदा केटा पर्खन केटा पसलमा आउनु न बोलाउनु किन गरेछ ल चाहिँ हामी स्याम्पू किन्न लाम अब जुत्ता सुत्ता केटामा पुगिसके कालो खाल्छ त्यही दिन चाहिँ कालो साल टाइममा क्या कालो खाल्छ कालो राम्रो हुन्छ एउटै भयो के अरे जुन भयो बहुत धेरै आउने दाम कति मोबाइल हेरे यार ल स्याम्पू किन्ने ल टक्क अब रनिङ हेर्ने बेला हुन्छ होइन लगडा पोच ल ल हामी जाँदा हामी कपडा धुन जान्छौँ है साथीहरु टक्क हैन खाने केटा गाडी रहेछ अलि अलिकति पैसा अलिअलि पाक्न रहेछ अहिले अहिले राख्नु लान के हो अहिले राख्नु है टक्क यहाँ चाहिँ गाइस हैन कतै को फर्काए आज मौसम पनि सफा छ गाइस हैन चार दुना 8 अब यहाँ चाहिँ मेडिकल रिजन गाइस त हल्का मैले ल गाइस हामी चाहिँ टक्क यहाँ टङ्कीमा आइसकेका छौँ अनि आज अब आउने लुगा धुने टक्क गाइस हेर्नु अब कपडा धुनु लाग्यो ल चाहिँ यो चाहिँ हाम्रो समीर भाइ सबैको कपडा धुनु लाग्छ ल केटाहरू फेरि 5 बजिरहनु बड्डालाई मात्रै एक्लै त्यहाँनिर जुत्ता भिजिरहेको छ होइन यहाँ चाहिँ आउनु भएको छ पानी भर्न आउनु भएको छ टक्क होइन यहाँ गाउँकी मान्छे हुनुहुन्छ टक्क मारी लुगा धोएर ल बड्डा मेरो लुगा धोइदिए त्यो गाई जुत्ता चाहिँ होइन ओ माई गड मोबाइल चाहिँ कति धेरै हो कति दिन भयो नधोको लगाइ यहाँ चाहिँ एकदमै राम्रो मौसम छ होइन हरियाली टक्क यहाँ चाहिँ माथिसम्म घर रहेको छैन सबैजना चाहिँ यहीँ पानी भार्न आउनुहुन्छ होइन उता पनि भन्छ यता पनि के घर छ गाई होइन टक्क ल यहाँदेखि चाहिँ पानी बग्दै पुरै यता पनि जाने रहेछ होइन कहाँ लेगडा लालिग्रास पानी
पानी भर्नु चाहिँ सबै ठाउँको मान्छे चाहिँ हिँडाउनु आउँदो रहेछ। बन्द गर्ला ला रे कि ला यहाँ चाहिँ मारी धक्को दुई चाहिँ सब केटा पुरै अल्छी हो कि यो 3 जना अनि म चाहिँ अल्छी चाहिँ बहुत जाँगरिलो मान्छे हो कि टक पुरै मारी सब केटाको लुगा धोइदिइरहेको होइन त्यो जुत्ता नि धुन्छ भाइले अहिले मेरो यहाँ त हाम्रो धोबीघाट भाइ अनिको पुरा मागो रिसिरहेको यो पुरा रिसिर सब मुलाहरू यो टोपी लाउने ब्रदर झन् बहुत दल्छी कहाँदेखि लाली केटलाई पर्व जाने होइन केटा अझ यहाँ अझै आउनुभएको छ पानी भर्न चाहिँ होइन घोटिन्छ घोटेर त मल जान्छ के रे आगे यो क्याप्टनलाई धुन पठाउनु पर्ने पनि थाहा हुन्छ पुरा पोजले के कत्रो केटी जानेर बसिरहेको अवस्थामा तिम्रो काम त्यो मैले मुखै नै भने तिमीलाई मैले किन म यहाँ गाइजना सबैजना चाहिँ यो चाहिँ गाइज यहाँ चाहिँ राष्ट्रपति रनिङ सिल हुन्छ होइन गाइज अहिले चाहिँ भएन अब एक्जाम पछि हुन्छ भन्नुभएको थियो पुरा राष्ट्रपति रनिङ सिल होइन घर पुरै बहुत रमाइलो हुन्छ गाइज यहाँ राष्ट्रपति रनिङ सिल खेल्न आउँदाखेरि कपडा धुने नधुने काम नगर केटा कपडा धोइ ब्रदर भाइ यार त्यस्तो नगर्नु यार तिमी झर त ल यस्ता मुला दाइरेमा काट्छु अहिले तिमीलाई मैले अहिले यो मान्छे मलाई होइन धोबीघाट भन्ने कहाँ भइनी यार धोइदिउ न मुला धोइदिउ न कस्तो मुला छ यस्तामा साथी रे यार धोबीघाट जस्तोमा लुगा धुने लुगा धुन यार 2 दिन छ के तिमी यार तिमी त झन् नगराउ न तिमी झरा लगाइदैन हाम्रो चाहिँ सपोर्ट चाहिँ हेर्नु होइन अब चाहिँ लुगा धोएर घरतिर जानेवाला छ लगाइदैन भेट्टाउने पुरै ल बाई बाई गाइज